कैसे हो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म सन्चै छु। फेरि पनि न्यू ब्लग लिएर आइसकेको छु। अनि फर्स्ट अफ अल तपाईहरु मेरो च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ भने लाइक कमेन्ट सब्स्क्राइब गरेर साथ दिनु होला। कहाँ हिँडेको म चाहिँ भिडियो स्टार्ट गर्दैछु। चारो पकाउन लागेको नि त। मेरो क्युटी गाई चाहिँ यहाँ छ। चुनु चुनु के भयो बस न बस्ने कि जाने जाने कहाँ जाने लड्छ है कस्तो तरिकाले अडिएको लड छोड्दै गए लड्छ है सुनु जरा फाइनली हेर्दै गर्नु होला। अनि साथीहरु मेरो चाहिँ यहाँ आइसकेको छ हैन। लिची दिदीले मलाई चाहिँ गाउँदेखि पठाइदिनु भएको हृदयदेखि नि धेरै धेरै धन्यवाद नाना भन्न चाहन्छु। यसलाई चाहिँ खाएको नि छैन क्या कस्तो छ चाख्नु पर्यो। दाना त कत्रो ठुल्ठुलो मैले चारो पकाउनु पर्छ। हाम्रो चाहिँ भोलि घुम्नु जाने प्लानिङ छ नि त। त्यही भएर आज यसो चारो पकाएर रेडी गरिराख्नु भने खाइ ल। कस्तो गुलियो आओ यहाँ आओ लिची खाने आओ आओ चाहिँ गाउँदेखि नै पठाएको नि त। हाम्रो गाउँमा बिसादी हाल्दैन नि त। त्यही भएर मैले मुखे नधोइकन टोकेको। खाने तिमी पनि लास्ट मिनट दिदी र छोराले पठाइदिएको नि त। धेरै धेरै धन्यवाद हृदयदेखि नै। भोलि बहिनीलाई गरिराख्नु दिदी यति धेरै पठाइदिनु भएको छ कि यति धेरै एकदम धेरै खुसी छु पठाइदिनु भएकोमा। थ्याङ्क यू सो मच भन्न चाहन्छु दिदी एन्ड प्लस नानीलाई पनि। नाना म लिची पठाइदिन्छु ल भनेर मलाई कलमा भन्दै थियो पठाइदिएछ। थ्याङ्क यू धेरै धेरै धन्यवाद। अथवा फेरि मलाई यस्तो एलर्जी निस्किन्छ कि एलर्जी गयो सुन्नु चुनु के गयो अहिले भर्खर मुख दिएर नि त भर्खर बजार गएर यस्तो गर्मी भइरहेछ। बाबा लिची त खाम भयो त। धेरै पछि मैले चाहिँ आफ्नै गाउँको खानु पाएको पोरुदी पनि खानु पाएको थिइनँ। यसपालि चाहिँ नाना उतै बस्नुहुन्छ नि त गाउँतिर। त्यही भएर पठाइदिनु भएको छ। एकदम धेरै खुसी छु भन्न चाहन्छु। गुलियो चाहिँ कस्तो मिठो। आज बजारमा किनेर खाएको चाहिँ नमिठो थियो है फेरि।
यति धेरै खाएँ। भेनाको कोठामा अन्त यो चाहिँ सफा गरिदिनु पर्यो। अहिले मलाई फेरि भेनाले मार्नुहुन्छ। साथीहरू म चाहिँ यहाँनिर प्लान्टहरू लागि त अघि लिएको थिएँ अनि गमलाई नदेखि दुईवटा प्लान्टहरू पनि लिएको छ। यो खालको अनि यो खालको। यो खालको चाहिँ मैले धेरैचोटि लिएर रोपिसकेँ जाँदैन। योचोटि चाहिँ कस्तो हुन्छ हेरौँ यसको रिजल्ट कस्तो आउँछ। रिजल्ट फाइनलमा कस्तो हुन्छ। फाइनली रोपि पनि सकेँ। अब चाहिँ आजको मेरो भिडियोलाई यहाँ इन्ड गर्नुपर्ने हुन्छ भन्दै यो भिडियोबाट छुट्टिन्छु। बाई बाई।